फेरि खुट्टामा लागेर झर्यो। एरिसाको लागि चाहिँ यो सुज सेलेक्ट गरेर आयो। अहिले चाहिँ म यता स्वयम्भूतिर घुम्न आएको, छोरी र बहिनी लिएर। आज चाहिँ जता गयो त्यतै एकदम भिड। बिहान पशुपति गएको त्यता पनि एकदम घुइँचो थियो र अहिले भयो हजुर, भयो भयो हजुर भयो। भान्जीको मात्रै खिचिदिनु। आयो क्यामेराम्यान भाइको, भाइले एकदम बोल गरिरहेछ। हस् भाइ अहिले आउँछु ल। स्वयम्भू उकालो चढेर एकदम थाकेको अवस्थामा हामी, तै पनि हार मानेको छैनौँ, चढ्दैछौँ। छोरी त खुसीले थगाइ नै लाखेन, उदा ऊ धेरै दौडेको। मङ्की ए यहाँ पनि मङ्की है। फेरि खुट्टामा लागेर झर्यो। ल आइज नानी आऊ अगाडि अगाडि जाऊँ। घन्टी मुनि के को घन्टी मुनि एकछिन। फाइनल्ली स्वयम्भूको टपमा आइपुग्यौँ। एकछिन ल। अम्मै त्यहाँ चढ्ने होइन नि त। ए मङ्की त थुप्रै हो यहाँ त। छिटो हिँड मान्छे आए पछाडि अलि। भयो हेलो नमस्कार सम्पूर्णलाई। आज चाहिँ हामी बसन्तपुरतिर घुम्न जानु लागेको। हेर्दै गर्नु होला कस्तो हुन्छ आजको ब्लग। बाइ बाइ। यता बहिनी र छोरी पनि रेडी छ। अन्सु हाई गर। दुईजना पनि रेडी छ। अब चाहिँ हामी जान लागेको। हेर्नु पर्ने यसो हेरेको त उठिसकेको रहेछ। टाइम हेरेको त 4 मिनट भइसक्यो। अब मलाई
भाडा मार्ने भनेर तुरुन्तै फोन गरिहाल्यो क्या तपाईँले। फाइनल्ली बसन्तपुरमा हामी अन्सु टिकटक भने हावे वाला अन्सुरी तारू अन्सु रमाइलो भा त्यो भित्र जान दिँदैन यसको कामै त्यही हो। वाउ भन्नु न यहाँ कति राम्रो गरेन त है। गयो बाहिर निस्किने अब यहाँबाट हुन्छ जाम विशाल बजारतिरै जाउँ धेरै त्यही आइसक्रिम खाने भनेर छोरी चाहिँ अहिले आइसक्रिम खान गएको छ यता। पालो आएन $150 को आइसक्रिम देऊ 150 को आइसक्रिम देऊ त्यसलाई। आइसक्रिम खाने मान्छे बधाइनीको लागि पास्ने सेट हेर्न आएको। अन्सु कहाँ पस्या हो नगर भाडा भाडा कपडा सबै पाउने। ल आओ यहाँ अन्सुको जुत्ता खोजौँ। छिर्यौँ हामी भित्रतिर अन्सुको जुत्ता हेर्न। कता हो लौ 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 होइन कहाँ हो 2-3टा पसल कटेर पो गयो त। त्यहाँ चाहिँ देखाउने पसल चाहिँ यता हो ए
यहाँ रहेछ पसल ल हेर मुना अंशुको लागि भएन तर एरिसाको लागि चाहिँ यो सुज सेलेक्ट गरेर आयो ज्वाइँको दिदीबहिनीहरू पनि आउनुभएको छ घरमा अनि दिदीबहिनीहरू त्यसपछि बच्चाहरू र उहाँको पुरै फ्यामिली नै आउनुभएको छ आज चाहिँ हाम्रो यहाँ छुट्टै रमाइलो छ खानुहोस् चिसो मिठो छ यता मुना बहिनी र दिदी खानेकुरा बनाउँदैछन् हाम्रो खानेकुरा परिकारहरू रेडी हुँदैछ यता हाम्रो ज्वाइँ यता छ हाम्रो साथी सन्तान म छेउरा छोइला यता छ अहिले खान्छु आलु कौली हाम्रो आजको परिकार यता साग अनि यहाँ बफ हामी कसलाई खान मन छ आउनुहोस् न अनि यता छ सलाद कुकम्यान चाहिँ हाम्रो ठुल दिदी र मुना बहिनी है साग धुन चाहिँ हेल्प गरेको थियो मैले त्यो पनि अनि यता बाबुहरू खाना खाँदैछ भेनाहरूको रमाइलो चल्दैछ हाम्रो कोल्ड ड्रिङ्क चिसो खाना खाने बेला भयो यता बहिनी खाना खाँदैछ आम्मा म यस्तरी खान्छु त्यही भएर मोटाको आजभोलि बिदो मतलब म चम्चाले खान्थेँ बटुरोमा खाने अहिले त म मोटा छ मभन्दा मोटी देखाएर अहिले त यो त गालाहरू पुक्लुक पुक्लुक देखाए 47 केजी पुगिसकेँ म ल यो त भातसँग नखाम ल नखाइसक्यो त्यो त नखाम होला बिरामी भएर 2 दिन रेस्टपछि चाहिँ अहिले म उता दिदीकोमा जाँदैछु सोल्टिनी लिएर अनि अंशु छोरी लिएर दिदीकोमा जाँदैछु त्यहाँको दृश्य पनि देखाउने छु अझ पनि बिरामी नै छु भएर अनि फुपू भदैनीहरू मिलेर दिदीकोमा जान लाग्यो यता छ मेरो दिदी बहिनीहरू नराम्री बहिनी उता अनि यता मेरो छोरी यता आऊ छोरी यता आउनु क्यामेरामा आउनु दिदीको घर आइपुगेको हामी खोइ बच्चाहरू यता छ दिदीको घर चम्फाने भित्र यहाँ किड चाहिँ आएगा मिनी दिदीहरू पुरा टिभी हेर्दै बसिरहनु भएको रहेछ
यो क्युट बोय चाहिँ मेरो नाति छोराको छोरा नाति होइन हजुरआमा भइसकेछ म त हेलो खाने खाना खान जाने आउनु ल आउनुहोस् खाना त रेडी भइसकेछ त हाम्रो दिदी यता उता बुहारी हो हुन्छ एरिसा एरिसा सुनेन क्या हो पुन्टी यता हेर न नानी पुन्टी हाई गर्नुहोस् त गरिदिनुहोस् न नगर्ने हाई गर्नुहोस् न अभि नगर्ने नाइ रे ल आउनु नि त माम खाने आउनु माम खाने आउनु माम खाने माम खाने हस् भोक लागेन मलाई नि म खान्दा हौ खाना पैसा पनि लगाएर छ त झिली खान्छ त आन्द्री त तल गएको दिदी निरजसँग गएको खानु खानु तपाईँहरू नखाइ बसेको खाएर बस्नुपर्छ त अघि नै अन्सु मिठो छ एरिसा मिठो छ भात छ है टन्नै मान्छे आइपुगे होइन यहाँ तालै के यहाँ बाखाना आउनु रे तपाईँलाई ल ल पाइ खाने त्यही भाग्यो ल पाखी आज सानो बेबीको बुबा मम्मी आन्द्री बुज्यू बुझ्यो आन्द्री बाबुको बुझ्यो आन्द्री जन्दरी म ठुलो बुझ्यू म ठुलो बुझ्यू है तँलाई टिसा लाउनु होली आउनु पर्ने काम छैन जतिखेर न होली चलिरहन्छ नि के खाएको अन्सु केरा बनाना एरिसाले के खाएको बनाना Benar-benar punya kau kan mencari